आज चाहिँ जात जाने दिन हैन जातमा रमाइलो हुन्छ यतातिर बैतडीमा तपाईलाई जात पनि देखाउने छु है एकछिनमा म नुहाउँछु रेडी हुन्छु अनि तपाईसँग कुरा गर्न बाध्य हुन्छु ओके मेरो पहाडको घर है यताउता हेरे दृश्य राम्रो थियो यता पानी तातिरहेको थियो नुहाउनको लागि हैन उता मम्मी नुहाउँदै हुनुहुन्थ्यो नुहाइसकेपछि आफू नुहाउँछु भनेर चाहिँ रेडी थियो नुहाएको भिडियो चाहिँ छैन नुहाएको भिडियो चाहिँ हालिन मैले यताउता दृश्य हेरेँ अनि भतिजो चाहिँ नुहाउँदै थियो क्या ठ्याक्कै भतिजो नुहाउँदै थियो नुहाइसकेपछि के छ केटा भनेर भने ठिक छ अङ्कल भने त्यसपछि म पुरानो क्या बाजेले बनाएको घर चाहिँ कस्तो रहेछ भनेर चाहिँ हिँड्दै अगाडि देखाउन गइरहेको छु यताउता त्यहाँ बहिनी चाहिँ लिपपोत कार्यक्रम बाख्राहरू थिए गाई गोरुहरू थिए हैन छन् हैन त्यहाँ पुगिसकेपछि ठ्याक्कै पुगे म गेटनिर दैलोनिर पुगे बाजेको कोठा चाहिँ कस्तो होला भनेर सोचेको पुरानो जमानाको एउटै कोठा हुन्थ्यो क्या सबै फ्यामिली एउटै कोठामा बस्ने के यता यत्रै थियो क्या घर सानो आजभोलि पो हामीले चाहिँ धर्मगढीमा बस्ने भयौँ थोडा राम्रो ठाउँमा बस्यौँ हैन यताउता दृश्य पनि हेरेँ मैले यताको अनि जाततिर जानुपर्छ भने चाहिँ लागेको अनि आन्टीले भन्नुभयो बाख्रा पनि धपाइदिए त्यही बाटो जा भनेर भन्नुभयो बाख्राहरू अगाडि छन् अनि यताउता हेरेँ भिरालो जमिन यहाँबाट खस्यो भने त मरिन्छ भनेर सोचेको अनि म किनारै गएन के म बीच बाटोमा हिँड्दै हिँड्दै गएँ बीच बाटो किनारतिर हिँड्यो भने त मलाई चक्कर आएर ढल्छु जस्तो लाग्यो क्या त्यसपछि अगाडि बहिनीहरू थिए एकदम सुन्दर त्यहाँ मेरो घर त्यहाँ हरियो लगाएको हैन ब्लू कलरको हरियो त हैन ब्लू कलरको त्यसपछि यहाँबाट बाख्राहरूलाई दबाउन स्टार्ट गरिसकेपछि बहिनीहरू त्यहाँ पुगिसकेका थिए म मात्रै थिएँ एक्लै त्यसपछि यिनीहरूलाई भने रोक भनेर भनेको यिनी त लोखर जहाँ जानुपर्छ भनेर रमाइलो तरिकाले गइरहेछन् आफू भने हिँड्न सकिरहेको छैन अनि यसो भिरालो जमिनतिर हेर्दा त लास्टै डर लाग्ने अनि बहिनीलाई भने बहिनी तलतिर बाख्राहरू लगाइदिए भनेर भनेको हैन दाइ हल्का पर चाहिँ लगाउनुपर्छ है भनेर भन बाख्राहरू आफै लागि तल भिरालो जमिनतिर त्यसपछि बाख्रालाई कसरी धपाउने भन्ने सोचेको थिएँ त्यसपछि हल्का पानी तिर्खा पनि लागेको थियो मलाई पानी तिर्खा लागेको थियो ठ्याक्कै मूल भेटायो क्या मूल भन्छन् नि बुढापाका मान्छे पानी पिनु मूलको हैन छोरी ल्याउनु कुलको भने जस्तै मूलको पानी पनि अति मिठो थियो क्या अति मिठो थियो म खान मैले हातमा चाहिँ पहिला गिलासमा खाने बानीको हातमा चाहिँ अजोलीमा चाहिँ ल्याउन नसक्ने क्या त्यो पनि मिठो त्यसपछि बहिनी चाहिँ हल्का पर गएर पाइपमा पानी पिउँदै थिए यहाँ त पिउँदैन भनेर मूलको पानी पिउँदैन भनेर हल्का माथि पाइपबाट आउँछ क्या त्यहाँबाट पिने अनि सबैले पियो क्या यताउता यिनीहरूको थोपडा देखाए यिनीहरू त मेरो भिडियो नखिच है भन्दै थिएँ मैले जबरजस्ती खिचेँ क्या अनि बहिनी त अगाडि पुगी अनि भतिजो त थकेर खतम थियो पहिलोचोटि आएको अङ्कल म त अब त आउँदिनँ भन्थ्यो त्यसपछि यताउता हेरेँ अनि बहिनी भन्दै थिए दाइसँग भिडियो बनाउनु पर्छ है भनेर भन्दै थिए अनि खुसीले हामी यताउता हेर्दै पछाडि ठ्याक्कै हामी जातमा पुग्यौँ हैन गेटनिर यही हो जात भएर त्यसपछि हामी भिडियो खिचिसकेपछि यताउता 1-2 मिनट बस्यौँ त्यसपछि हामी चाहिँ घरतिर लाग्ने तर्खरमा गयौँ यति नै थियो हाम्रो ब्लग हस्त नमस्ते धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ ल